सो गाइज आज चाहिँ टक्क कपाल काट्न जानु पर्यो होइन। अनि भ्लग पनि यसो स्टार्ट गरिदिउँ कि क्या हो भनेर सोचिरहेको छु। माइकको क्वालिटी नै राम्रो भएन क्या, अनि त्यही भएर चाहिँ मलाई भ्लग अपलोड गर्न मन नलाग्यो, भ्लगै बनाउनु मन नलाग्यो जस्तो भइरहेछ क्या। झन् त्यत्रो महँगो माइक किनेको होको भनेर 1500 हो कि 2000 परेको थियो होला मलाई त्यो बेला। त्यही भएर त्यति बेला झन् महँगो माइक किनिदिएको। के गर्नु, ताल यस्तो छ माइकको है। बिस्तारी कुदाउँदा त ठिकै आउँछ, अनि अलि स्पिड कुदायो भने चाहिँ कामै छैन क्या। ल पेट्रोल पनि 3 लाइन घटिसक्यो यार। सेट पुकुन्टे आयो पुकुन्टे। ल आउनु दिदी खोइ यो जो दिदी खोइ आउनु जाने आउनु। ल यता फर्किने कि उता हौ जाने? डुङ्गा हुन्छ नि काकुसँग जाने? ल हजुर दिदी 100 कपाल सपाल काट्नलाई। ल ल जाने? जाउँ लु बाई मामुलाई बाई बाई गरिदिनु त। बाई 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 मामु। बस्दैन लगे पनि जाऊँ न उता जाने हो ए ल बाई बाई पुन्टु बाई गरिदिनु। बाई बाई अहिले आउँछस् बाई। माया पनि गरिदिनु। कति ज्ञानी केटाकेटीहरू चाहिँ अति बवाल मनपर्छ क्या लास्टै नै। अनि यो नानी यति क्युट छ। सो हेलो नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला, र म चाहिँ सन्चो छुइनँ अहिले। किनभने हल्का रुगा खोकी होइन त्यस्तै लागिरहेछ। अनि मैले चाहिँ यस्तो हर्न हालिदिएको छु क्या। यो भनेको चाहिँ हाम्रो गाडीको हर्न हो क्या। मतलब स्नेल हर्न भन्छ, अनि गाडीको टाइपको गाडीमा लाग्ने। कपाल काट्ने ठाउँ के छ? प्याक छ कि खाली छ? के छ दाइ? ल कपाल सपाल काटिसक्यो। ल दाइ लाग्यो ल, दामी कपाल काटिदिनु हो, धन्यवाद। हजुर होइन भाइ, भाइले त भल गर हो भन्छ त यार, हँसायो केटाहरूले। सो गाइस त्यही हो, कपाल सपाल काट्यो चट्टसँगले। अब साधो बाटो जाउँ एकछिन होइन। त्यो एकछिन काम छ मेरो, त्यो पसलको सामान ल्याउनु छ क्या। अनि त्यसको लागि म जाँदैछु एकछिन चापागाउँदो बाटो। कस्तो घाँटी दुखेर हुन्छ नि, लाइक बोल्नै कस्तो भइरहेछ। यो बाटो यार कहिले ठुलो हुन्छ कि अब जिन्दगी ठुलै नहुने हो कि यार, अचम्म लाग्छ भने यार यत्रो छ यार। लज्जा
अब यस्तो जाम छ यार यो बाटो। यो ठाउँमा मात्रै हो कि अलिकति सानो बाटो त, अरूतिर त ठुलै छ। यहाँदेखि तल त यति गाउँमा मात्रै हो। राम 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 राम। कस्तो बेला चाहिँ आएर फसेछु म। भिडियो भइरहेछ, बेला बेला गोप्रो आफै हुन्छ यार, अफ हुन्छ। किन हो, के कारणले हो, मैले ठ्याक्कै पत्ता लगाउन चाहिँ सकेको छैन होइन। ल सो गाइज, अनि तपाईँहरूले याद गर्नुभयो होला होइन, त्यो अहिले एकदम झडा परेर त्यो पुरै भाइरल भइरहेको त दुईवटा केटालाई। एउटा त्यो होइन दाइले ड्याङ ड्याङ खतरा मिठो कि खाने है, उडी उडी। दाइ केही भनेको छैन दाइ यार तपाईँले यार, दाइ यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ, थट दाइ यार दाइ यार होइन क्या दाइ यार, के भनेको छैन दाइ यार तपाईँ। भयो दाइ सर। ल तपाईँहरूले देख्नुभयो होइन यसरी। तर मेरो हिसाबमा चाहिँ गल्ती चाहिँ कारवालाकै हो होइन। तर अब केटाहरू त्यसरी जङ्गेरै गइसकेपछि त केही त गर्नुपर्ने हो होइन। अब अहिले पछि रिग्रेट गरेर त केही नहुने क्या अब होइन। हुन त अब हाम्रो नेपालमा नि कानुन जिउँदै भयो त, अब कानुनले गर्छ सबै कुरा होइन। हामी सबै मान्छे बोलिराख्नै पर्दैन क्या, यसले यस्तो यसको गल्ती त्यसको गल्ती यहाँ हुँ त्यहाँ। जस कानुनसम्म नपुगे भए चाहिँ हामीले पनि अलिकति जज गर्न मिल्छ जस्तो लाग्छ है मेरो विचारमा चाहिँ। केही कुराहरू यस्तो होइन यस्तो चाहिँ हो भनेर भन्न मिल्छ जस्तो लाग्छ, किनभने त्यो क्लियर सत्य तथ्य ठ्याक्क देख्ने बित्तिकै त हामीले पनि जज गर्न सकिन्छ नि त। तर अब कानुनकै हातमा परिसक्यो, अब हुन्छ नि पुलिस रिपोर्ट गरिसक्यो भनेपछि त अब हामी सबैजना बोलिराख्न जरुरत छैन। अनि उहाँको भिडियो पनि मैले आज हेरेको थिएँ। अब अलिकति हुन्छ नि धेरै दुःख लागे जस्तो व्यक्त गर्दै हुनुहुन्थ्यो हाम्रो आरजी भ्लग्स कि उहाँको नाम चाहिँ मलाई थाहा भएन क्या। त्यही ऊ भाइरल भएदेखि नै मैले अलिक मजाले नोटिस गरेँ हो होइन उहाँलाई पनि। तर जस उहाँलाई अब त्यस्तो लागेछ भने सबैले नराम्रो त्यस्तो क्लिप बनाएर यताउति नहालिदिँदै बेस्ट होइन। नहालिदिँदै बेस्ट भन्दा पनि नगरिदिनु होला त्यस्तो। अब अलिकति के हो कसो विचार राखे अब पाइन्छ होला राख्नको लागि, त्यसको त्यो राख्दा केही फरक परेन। तर यही मान्छेलाई गलतै भनेर चाहिँ डाइरेक्ट भनेर होइन त्यस्तो उ गर्ने, अनि उसलाई जस्तै अब त्यो पिटा खाने ब्रदरको चाहिँ हुन्छ नि लाइक अब त्यो नराम्रो क्लिपहरू मात्रै ल्याएर हालिदिने। हाम्रो नेपालीहरू त्यही त हो नि। तू समझा? हाँ नहीं तू समझा नहीं। अब म अहिले चलिरहेको छुइनँ होइन। अब मैले जुन पाएँ त्यो क्लिप ल्याएर हालिदिएर होइन मलाई भ्युज र नाम कमाउनु छ भने मैले त्यसरी गर्दाखेरि पनि भ्युज आउँछ क्या, फिक्स हो। तर त्यसो गरेर गर्नु भनेको एकदम गलत हो। मेहनत गर्दै जाने एक न एक दिन त किन हुँदैन। मेरो भिडियो पनि मेरो भिडियोमा नि विगतको त्यो भिडियोहरूमा मिलियन भ्युज गर्छ होइन। एक दुईवटामा मिलियन गर्छ, अब हजारौँ गर्छ। हामी जस्तो स्टार्ट गर्ने भ्लग गर्नलाई हुन्छ नि लाइक स्टार्ट गर्ने उहरूले। सो त्यही भएर अरूलाई नराम्रो यताउति गर्ने कुरा नगरौँ। अनि अब त्यस्तै हो होइन। मेरो विचारमा चाहिँ त्यो भिडियो अनुसार चाहिँ खास चाहिँ कारवालाको गल्ती हो। अनि केटाहरूले फर्केर गइसकेपछि कि मजाले कुरा गर्नुपर्ने दुईजनै ओर्लेर होइन। एकजना बाइकको बाइक नै छ अनि एकजना ऊ छ, आफ्नो टोल अर्काको टोल होइन क्या। मलाई चाहिँ लाग्छ एउटा युनिटी हुनुपर्छ, अथवा त्यसरी नै फर्केर गएपछि अलिक आँट चाहिँ राख्नुपर्छ जस्तो चाहिँ मेरो विचार हो होइन।
बरु पिटाइ खाने हान्ने पनि भन्ने हिसाबले चाहिँ जानुपर्छ। त्यो सबैको मेरो मात्रै नभएर प्राय 100मा 70-80% चाहिँ विचारै त्यही हुन्छ क्या। बरु पिटाइ मस्त खाने हो होइन, 2-4 सर्ट भयो भने दिन्छु जस्तो त हुन्छ नि त। तर केटाहरू अति चुप्लाएर बसे तर केही छैन, उनीहरूले फेरि त्यो हात नहाल्यो भने राम्रै कुरा भइगयो क्या अब त्यहाँनिर। किनभने अहिले उनीहरूले हात हालेन सरी माग्यो होइन त्यति बेला नै, तर उसले देखेकै छ नि हानै छ होइन। अनि जुन शब्द त्यो बोलेछ नि त्यो चाहिँ एकदम होइन सुरुमै बोलेर हानेछ नि त्यो शब्द चाहिँ एकदम खत्तमै हो है। हुन त केटाहरूले पनि बोलेछ होइन, नबोल्या भन्न मिल्दैन, तर केटाहरूले त बोल्यो तर उसले त हान्दियो क्या, उनीहरूकै अगाडि भनेर हान्दियो नि त। तर केटाहरूले त उसलाई भन्यो तर त्यस्तरी हुन्छ नि फेस टु फेस त भने होइन नि त त्यो कुरा त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो साह्रो नबोल्नु पर्ने। अब ठिकै छ, अब कानुनको उसमा पुगिसकेपछि अब सबै कानुनले गर्छ होइन, राम्रो होस् जे होस् सबैको। सो अब म चाहिँ यहाँबाट सामान लिएर जान्छु। सो मैले चाहिँ सामान लिइसकेँ अनि मैले चाहिँ तपाईँहरूलाई अर्को कुरा पनि के राख्नु लागेको भन्दाखेरि चाहिँ होइन, ट्राफिकले यो चाहिने नचाहिने कुरामा चाहिँ चिट किन काट्छ भने क्या। जस मैले नबुझेको कुरा हुन्छ नि, जस मनमा एकदमै खुल्दुली लाग्यो पहिल्यैदेखि होइन, एकदम मनदेखि नै यो कुरा चाहिँ यदि प्लिज यो भिडियो कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ मलाई बताइदिनु होला। ट्राफिकले यहाँ यस्तोमा सानो स्टिकर टाले पनि यस्तोमा स्टिकर टाले पनि हुन्छ चाहिँ के ल, बस त्यो मोडिफिकेसनमा जान्छ तर रिजन चाहिँ के हो भन्ने कुरा हो क्या। ठुल्ठुलो होइन, बस सानो स्टिकरले पनि चिट काटिदियो होइन। त्यो भएको कारणले गर्दाखेरि खास त्यो कारण चाहिँ के हो होइन, त्यसले गर्दाखेरि समाजलाई इफेक्ट गर्छ कि अब हुन्छ नि, अब हुन्छ नि कसै मान्छेलाई पर्सनललाई रिस उठ्ने हो कि अब यो समाजलाई इफेक्ट गर्ने हो कि यो बाइकलाई असर पर्ने भएर हो कि यो बाइकमा स्टिकर टाल्दा अर्को मान्छेलाई केही हुने हो कि होइन, त्यो चाहिँ भनिदिनु पर्यो तपाईँहरूले। जेस कसैलाई थाहा छ भने। तर ट्राफिकले यो चिट काट्यो होइन, अनि किन भनेर सोद्धाखेरि उनीहरूलाई त्यो रिजन नै थाहा छैन, भन्दैन क्या उनीहरूले। किनभने चिट काटेपछि ल तपाईँले यो गल्ती गर्नुभयो, यो अनुसारको तपाईँलाई हामीले कारवाही गऱ्यौँ भनेर त भनिदिनु पऱ्यो कि। जस्तै अब मोडिफिकेसनमा त्यस्तो साह्रो ऊ चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ नर्मली। अब जस्तै हामीले साउन्ड पड्काएर हिँड्यो ल, त्यो भनेर त डाइरेक्ट होइन एकदमै नराम्रो कुरा हो, किनभने समाजमा धेरै असर पर्छ नि त होइन, साउन्ड पोल्युसन हुन्छ, त्यो त एकदम राइट कुरा हो। त्यसको लागि त 1 लाखकै चिट काट्दाखेरि पनि नो प्रब्लम होइन। तर मलाई सानो स्टिकर टाल्दाखेरि अब यस्तो हाल्दाखेरि ट्राफिकले ल्याङ गर्नुपर्ने कारण चाहिँ के हो भनेको क्या मैले, अरू केही पनि होइन। बस मोडिफिकेसनमा अब त्यो ऊ पनि पऱ्यो अरे स्टिकर होइन, पर्छ अरे। अब त्यो चाहिँ मलाई थाहा छैन के पर्छ पर्दैन होइन, सबैलाई सबै कुरा थाहा हुँदैन। त्यही भएर मैले चाहिँ खुल्दुली लाएर यो कुरा चाहिँ सोधेको हो होइन, बुझ्न खोजेको हो। किनभने सबैले सबै कुरा जान्दछ भन्ने हुँदैन, त्यही भएर मैले पनि नजानेको कुरा तपाईँहरूको मा सेयर गरेर बुझ्छु कि सिक्छु कि भनेर चाहिँ मैले तपाईँहरूलाई यो भिडियो बनाएको। खास यही मोडिफिकेसनको बारे कुरा गर्न लागेको थिएँ, यस्तै बारे। अनि फेरि एकैचोटि त्यो झगडाको भाट दिमागमा आयो क्या, घरबाट निस्केर आउने बेला पुरै त्यो झगडाको हुन्छ नि झलझल याद आइरहेको क्या मलाई त। पाक लातिर हानेको, अब के गर्ने यार। तर छोरा मान्छे भएर त्यति साह्रो सहेर चाहिँ बस्नु हुँदैन है केटा हो। अलिकति तिमीहरूलाई त त्यस्तो ओपन ठाउँमा भएर अझ केही पनि नगरिहाल्यो, उस्तै ठाउँमा भएर चिरपटले हानेर तिमीहरूलाई सकाएको भए त सकासकै हुन्थ्यो त होइन। त्यही भएर अनि त्यो दाइले भनेको छ एउटा कुरा चाहिँ, अब फेरि त्यही प्रसङ्गमा जाउँ हामी होइन। अब त्यो दाइले चाहिँ के भनेको छ भने तिमीहरू जस्तो 1-1.5 लाख रुपियाँको क्यामेरा स्यामेरा होइन झुन्डाएर तिमीहरू दादागिरी बनाएर हिरो बनेर हिँड्ने हो भने सबजना त्यस्तो हुँदैन दाइ होइन। यो उसबाट तपाईँलाई नै भन्न चाहन्छु इनकेस ऊ भइहाल्यो भने। तर यस्तो चाहिँ सबजना त्यस्तो मान्छे हुँदैन, सबैको माइन्डमा त्यो सेट चाहिँ गर्नु भएन क्या।
क्यामेरा बोक्यो भनेर बोकेर हिँड्दैमा चाहिँ हिरो बन्ने यताउति कसै पनि हुँदैन मा यति कुरा चाहिँ यो हो कि क्यामेराले गर्दाखेरि अहिलेसम्म कति मान्छेहरू बचिरहेछ हामी क्यामेरा भएर कति ठाउँमा बचिरहेछौँ नभए उस्तै मान्छे हो भने त के गर्थ्यो अब क्यामेराको अगाडि त्यसरी भक्की भक्क हानिदिरहेछ होइन अनि उसले भनि पनि रहेछ उसलाई सब नलेज भएकै मान्छे हो क्या त्यो मान्छे त किनभने 1-1.5 लाख रुपियाँ गोप्रो कति पर्छ पनि थाहा छ उसलाई होइन अनि त्यसपछि गोप्रोबाट भिडियो भइरहेछ भने सबै थाहा छ क्या त्यो मान्छेलाई थाहा भइ पनि त्यस्तो गरिरहेछ दादागिरी देखाउनलाई होला होइन तर सबै मान्छे चाहिँ क्यामेरा बोक्यो भन्दैमा हिरो बन्ने त्यस्तो चाहिँ हुँदैन दाइ होइन तपाईँले सबैलाई त्यस्तो नभन्नु जो छ त्यसलाई तोकेर भन्नु नाम तोकेर भन्नु यो भ्लगरले दादागिरी देखायो यो भ्लगर यस्तो छ उस्तो छ भनेर औँला ठटाउनु पायो कि तर सबैलाई चाहिँ त्यस्तो भन्नु हुँदैन अन्याय परेपछि त जो पनि बोल्छ नि अब क्यामेरा हुनेहरूले क्यामेराको अगाडि बोल्छ नहुनेहरूले के घन्टा जस्तो क्यामेरा खोज्दै ल्याएर बोल्ने हो र हो त्यही भएर क्यामेरा हुने मात्रै दादागिरी हुँदैन अलिक विचार गर्नु होला सो त्यही हो गाइज अब धेरै पछि भ्लग बनाउँदाखेरि अलिकति के बोल्न आएन अलिकति हुन्छ नि रिस पनि उठिरहेको थियो अलिकति दिमाग पनि सड्किरहेको भएर मलाई त त्यो कुट्या यताउतिमा केही सरोकार मतलब छैन मेन भनेको त्यही त्यो अब 1-1.5 लाख रुपियाँको क्यामेरा पर्यो नि मनमा पर्यो नि हामी पनि 1-1.5 लाख रुपियाँको क्यामेरा झुन्डाएर हिँड्ने मान्छे नै हो सिधै कुरा तर हामी दादा भएर पुरै हिरो बनेर चाहिँ हिँडेको छैन यति कुरा बुझिदिनु होला धन्यवाद।